हालत गर्मी है दुबईको गर्मी हैन अनि मेरो हात यस्तो छ हेलो एन्ड नमस्ते होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु आरामै छु आजको हाम्रो लोड चाहिँ हैन म अगाडि नै म एक्सप्लेन गरिदिन्छु हाम्रो रोड चाहिँ रसल खेमा जुन हाम्रो ओमन जाने बोर्डर हुन्छ नि ओमनै इन्ट्री गरेर ओमन गेट नै इन्ट्री गरेर बोर्डर नै क्रस गरेर भित्रै जानु पर्दैन कि ओमनकै बोर्डर लाइक हुन्छ नि यहाँबाट समथिङ 10 किलोमिटर होला कि ओमन बोर्डर है त्योभन्दा अलिकति वरैबाट लोड गर्ने हो अब 5 पिस पाइप छ ठुल्ठुलो पाइप छ होइन यहाँबाट लोड गरेर रसल खेमादेखि लोड गरेर हामी जान्छौँ कता हामी रेगुलर गइरहेको ठाउँ दुबई क्रस भएर आबुधाबी क्रस भएर होइन त्यसपछि अगाडि एउटा मुसफा छ मुसफाबाट नि अगाडि एउटा मिर्फा भन्ने ठाउँ छ है जुन हामी साउदी बोर्डर जाँदाखेरि त्यही बाटो हुँदै जान्छौँ अनि त्यो मिर्फा ठाउँमा त्यहाँ गएर पनि सकिँदैन काम त्यहाँ गएर फेरी भनेको यहाँ बोटलाई भन्छ जुन कि हाम्रो गाडी नै सिप गर्छ क्या गाडी नै हालेर सरर लग्छ एउटा आइल्यान्डबाट अर्को आइल्यान्डमा लान्छ त्यहाँ खाली गर्छ फेरि त्यो सिपबाट आएर अनि हामी त्यही बाटोबाट फिर्ता आउँछौँ होइन त्यसलाई चाहिँ बोट भन्छ आजको लोड छ 24 मिटर है 24 मिटर म देखाउनु पनि छु लोड कसरी हुन्छ भनेर पाइप कति लामो छ भनेर होइन आफ्टर लङ टाइम होइन होप म जतिसकेको चाँडै भिडियो ल्याउने ट्राई त गरिरहेको छु तर अलिकति अप एन्ड डाउन भएर मैले ल्याउन सकेको छैन होप है पछिका दिनहरूमा राम्रै हुन्छ भन्ने आशा गरेको छु इफ हजुरहरूलाई मनपर्छ भने प्लिज लाइक फलो एन्ड सब्सक्राइब द च्यानल गर्न चाहिँ नभुल्नु होला एक्सटेन्डेबल टेलर चाहिँ यस्तो हुन्छ कि होइन तपाईँले बन्द नि गर्नु मिल्यो तपाईँले खोल्न पनि मिल्यो कि रेल जस्तो बनाउनु नि मिल्यो सानो गाडी जस्तो बनाउनु नि मिल्यो कि लाइक डिपेन्ड कति मिटरको लोड छ लोडमा कार्गोमा डिपेन्ड हुन्छ होइन आज चाहिँ 24 मिटर छ अहिले बाहिर 45 डिग्री सेल्सियस छ गर्मी छ होइन ठिक छ गर्ने हो जबसम्म बल्छ तबसम्म दुःख गर्ने हो दुःख गरेर अगाडि बढ्ने हो भगवानको कृपाले यहाँसम्म आएको छु जे छ राम्रै छ अहिलेसम्म राम्रै भइरहेको छ हो पछिको दिनमा पनि राम्रै हुन्छ भन्ने होइन आशा गरेको छु देखिरहनु भयो होला यत्रो लामो छ है गाडी लोड हुँदैछ पीडा छ दिलमा मान्छे चिलमा यो के बोले भाइ अब के बोले के जथाभावी बोले आफू जहाँ छ जे छ जसो गरेर छ नि बी ह्याप्पी खुसी हुन सिक्नुपर्छ बस यति नै हो अलवेज फोकस अन योरसेल्फ हैन लाइफमा केही कुरा नि हार मान्नुहुन्न गर्नुपर्छ भगवानको कृपाले पछि सब ठिक हुन्छ भगवानले त गर त आँट म पुरा गर्छु भन्छन् रे हामीले आँट्नुपर्छ फर्स्ट टाइममा जब तपाईँले केही कुरा जान्दैन केही कुरा सिक्दैन केही कुरा हुन्छ तपाईँले दुःख झेल्नुपर्छ दुःख भनेको झेल्नुपर्छ हेर्नु जब तपाईँले त्यो दुःख झेलेर तपाईँले सबै सहेर आउनुहुन्छ नि तब तपाईँले त्यो मोमेन्ट पछि आफ्टर दुःख होइन आफ्टर पेन होइन यु विल गेट ह्याप्पी क्या है तपाईँ अटोमेटिक त्यसमा घुलमिल हुन सक्नुहुन्छ सो होइन मैले भने एज अ मेरो इक्जाम्पल मैले भने when I start drive in Dubai, when I got license and when I got the company, when I meet and when I start to drive, I feel like what I'm doing here in Dubai. Right? Luckily, I'm happy right now and whatever I'm doing here, dukha ठाउँमा छ आफ्नो ठाउँमा छ सुख आफ्नो ठाउँमा छ तर दुःखमा पनि खुसी हुन जान्नु पर्यो हाँस्न जान्नु पर्यो र सुखमा पनि हाँस्न जान्नु पर्यो बस यति नै भन्छ तपाईहरु दुःख भयो भनेर हार नमान्नु है दुःख भनेको हुन्छ दुःख पछिको सुख जुन आउँछ नि
त्यसमा नै तपाईँहरू रमाउन सक्नुहुन्छ। म चाहिँ त्यही भन्छु है। एन्ड when I start to drive and तपाईँहरूलाई थाहा छँदैछ म साउदी, कतार, कुवेत, बहराइन, ओमान लाइक मिडल इस्ट लाइक टुर त गरिसकेँ होइन। होप होइन अब आउने दिनहरूमा जुन ड्रिमहरू राखेको छु ड्रिमहरू पुरा हुँदै हुन्छ भन्ने आशा छ। भगवान्माथि भरोसा पनि छ। भगवान्ले अहिलेसम्म यति राम्रो गरिरहनु भएको छ। आम ह्याप्पिली होइन वाट एभर आम डुइङ आम ह्याप्पी। सो तपाईँहरू दुःख भयो, आज दुःख भयो, म सक्दिनँ भनेर कहिले पनि गिभअप नदिनुहोस्। तपाईँले त्यो गिभअप दिनुको सट्टा नि तपाईँले त्यहाँ केही थप्नुहोस् के। म त्यस्तो सम्झाउन बुझाउने मान्छे, त्यस्तो बुझाउने मान्छे त होइन, बुझाउन त आउँदैन। बट मैले आफूले भोगेका कुराहरू लाइफमा है, अभियसली आफ्नो घर छोडी, आफ्नो फ्यामिली छोडी तपाईँ अर्को कन्ट्रीमा आउनु भएको छ, अभियसली दुःख हुन्छ। इच एन्ड एभ्री पर्सनलाई थाहा हुन्छ होइन, लाइक दुःख के हो, सुख के हो भनेर भनिराख्नु पर्दैन। तर त्यो दुःखमा कसरी हाँस्ने, त्यो दुःखलाई कसरी ह्यान्डल गर्ने, खुसीमा आफू कसरी रमाउने आफूमा डिपेन्ड पर्ने कुरा हो है। हार्ट ब्रोकन, मान्छेले दुःख, मान्छेको अप एन्ड डाउन भनेको लाइफमा हुन्छ होइन। लाइफमा अप एन्ड डाउन हार्ट ब्रोकन भयो भनेर सुसाइड गर्न जाने त होइन नि होइन। एक बारको जिन्दगीमा खुसी हुन सिक्नुपर्छ। जहाँ छ जसो छ जे गरिरहेछ ह्याप्पी, मेक युर सेल्फ ह्याप्पी अलवेज है। फोकस युर सेल्फ, ड्राइभ द फ्युचर एन्ड मेक युर सेल्फ ह्याप्पी। म यही भन्छु है। आज हाम्रो 24 मिटरको लोड छ। धेरै दिनपछि युट्युबमा आएको छु। होप सबैले माया गरिदिनु होला। सब्सक्राइब मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला। गाडी छ त्यता हातमा छियो अनि के सामानहरू छ, गाडी त्यहाँ छ। 2000 years later. अहिले हामी आइपुग्यो 611 को बाटोमा। देख्न सक्नुहुन्छ है 611 को बाटो हो यो, जुन हामी भन्छौँ इमरेट्स रोड भनेर। यो हाइवे चाहिँ 611 यहाँ छ। यत्रो ग्याप छ क्या यहाँ, यो मात्र भयो होइन। यसमा इभन टच पनि गरेको छैन क्या। यहाँदेखि भयो, यो खोलेको यो बिचको भाग भयो, अनि यो खोलेको भयो, अनि यहाँ त्यसरी यसो थोरै। अनि यो जुन देखिरहेको छ नि, यो जुन तपाईँहरूले यो चाहिँ बन्द हुन्छ क्या। यो चाहिँ पछाडि आउँछ, सबै पछाडि गएर चाहिँ बन्द हुन्छ क्या है। यहाँ छ यता। अहिले रातिको 10 बज्यो, सबै कुरा ठिक छ। अहिले हामी चाहिँ 611 को रोडमा छौँ। अब थोरै अगाडि गएपछि लगभग 30 किलोमिटर अगाडि गइसकेपछि 611 खत्तम भएर त्यहाँबाट सकेर त्यसरी लेफ्ट गरेपछि E75 भन्छ, त्यो रोडलाई अल्फायर रोड भन्छ। सिधा अगाडि गएपछि लगभग 60 किलोमिटर जति अगाडि गइसकेपछि हामीले राइट लिनुपर्ने हुन्छ। त्यसलाई भन्छ सुवान रोड। सुवान गरेर सिधा गएपछि ब्रिज माथि चढेर गइसकेपछि हाम्रो सेम इन्टरनेसनल हाइवे आउँछ है। अनि त्यो हाइवेबाट सिधा त्यही साउदीको बाटो पनि त्यही हो। त्यो सिधा त्यही गएपछि त्यही छ हाम्रो। यो सब देखिरहनु भएको छ नि, यो सब बाफ हो कि। बाफ पानी बनेर अनि बाहिरबाट पानी झरेको, अनि यसरी बसेको क्या। धुलो पनि चिप्लेन, केही छैन। हामी सफा गरौँ ल। त्यो गन्दा है फिर भी हम साफ करेंगे। डोन्ट वरी मेरा मित्र। The next day.
हाम्रो यहाँ बिस्तारै गेट खुल्दैछ। गाडी छ यहाँ रातमा, यता साइड पनि पानी, उता साइड पनि पानी छ हैन। गेट बिस्तारै खुल्दैछ। ठ्याक्क आइपुग्यो है। यहाँ चाहिँ ढुङ्गा, यहाँ छ हाम्रो लोड है। गइरहेछौँ है। दुःख पाउनु पायो ठिक छ है। अब जानु छ खाली गर्ने होइन। मजे भाइ मजे। बोट पे आना है समुद्र को बीचों बीचों। उसके बाद बोट से उतर जाओ और फिर चलाओ दूसरा आइलैंड पर। क्या मजे है। इधर तो कैमरा भी नहीं है जो फाइन मारता है। दूसरा ग्रह पे आ गए हम। दूसरा नजारा देखो, हाय हाय हाय। सम्झन्छु दिनको रात मर्चन्डी सलाला हो। इतनी खुशी यो चाहिँ सानो गाडी लिन आउँदैछ। ओहो कति राम्रो घर हो है। एउटा सपनाको कति राम्रो घर देख्न सक्नुहुन्छ। गाउँ छ, पुरै बस्ती नै छ है। गाडी छ, गाउँ छ, गाडी छ अगाडि। यो लिन आएको छ। हाम्रो गाउँघरमा यसरी गरेर पसल हुन्छ, पसलपछि त्यो घर हुन्छ, घर भएपछि त्यसरी राख्छ नि, त्यस्तै छ क्या। त्यो फिल याद आइरहेछ। यता त पुरै रम्बल 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 छ मित्र। स्लोली स्लोली। हाम्रो डाँडा घरतिर पसल हुन्छ नि, त्यस्तै छ। यता घर यता घर। यो चाहिँ फेरि आइल्यान्डको। ओहो त्यहाँ डिसोम पनि हालिराखेको रहेछ। आइपुग्यो खाली गर्ने ठाउँमा। अहिले अफिसमा छु। ब्रेक छ नि त, 2 बजीसम्म ब्रेक हुन्छ। आफ्टर द्याट गाडी खाली गरेपछि बेलुका फेरि हुन्छ होइन। दुःख गर्ने आयो बसेँ। अलिकति स्ट्रगल गर्नु परेको थियो। हाम्रो नेपालमा जस्तै क्या, यो टक्क लाएर टिनले छाएको घर यहाँनिर। अघि नै जाँदाखेरि मैले यो देखाइसक्यो। अहिले यो अनि रुखहरू होइन, आँगनमा रुखहरू राखेको। यो आँपको रुख रहेछ यसमा। आँपको रुख आँपहरू नि फलेको छ। के को बोट छ, लिचीको पनि छ रहेछ, आँप पनि रहेछ। यहाँ देख्नुहुन्छ हामी जाँदैछौँ यो खजुरको। कति राम्रो यो घरतिरको जस्तो ए मित्र आरामले। त्यहाँ छ समुद्र है। ल खुसी लाग्यो यो ठाउँमा। पछि पनि आउनु छ फेरि। सक्नुहुन्छ यो जो गाडीहरू गइरहेछ नि, यो चाहिँ हामी साउदी बोर्डर जान्छौँ। जो आइरहेछ नि, यो चाहिँ दुबई आबुधाबी आइरहेको छौँ है। हामी पनि जाँदैछौँ आबुधाबी। हामी यता लिन्छौँ, हामी यता लिँदैनौँ है। यता जुन गइरहेछ नि, यो चाहिँ साउदी बोर्डर जान्छ, यता चाहिँ आबुधाबी।